त्यो ध्यान थियो यार आमा यार हेट त्यो ट्राइसेप हो नि त कहाँ रे भाइ तपाईँ घर मेरो चितवन हजुर सानोमै थियो 12 मा मैले कमल बजारमा ल्याएर हुर्काउनु भयो पढाउनु भयो कतिसम्म पढेको छ मैले एसएलसी दिने बेला चाहिँ छोडेको ए ल राम्रै पढेको रहेछ त अनि के यो ढुङ्गा फोड्ने काम गरेर खुसी नै हो त म एकदम ह्याप्पी छु एकदम ह्याप्पी है कति कमाउनुहुन्छ भन्नुहोस् त तपाईँले मैले दिनमा कति कमाउने भन्ने होला भन्नु भन भाइ काम अनुसारले चाहिँ मैले दिनमा एकजनाको हाजिरा सहित लाएर 4-5 हजार कमाइन्छ दिनमा 4-5 हजार है अनि किन जानु पर्यो त खाडीमा अनि यही छ नि यही काम गर्ने ज्यान बनाउने आफ्नै देश बनाउने होइन त हो सही हो नि सही हो यार अनि ब्रो यार एकदम मोटिभेटेड हुनु त रहेछ खुसी लाग्यो यार